एभ्रिवान, नमस्ते। हजुरलाई स्वागत छ मेरो युट्युब च्यानल नेपाली रेसिपी एन्ड ब्लग। आज फेरि म हजुरमा एकदमै नयाँ खालको इस्कुसको युनिक खालको रेसिपी सेयर गर्न गइरहेको छु। आज चाहिँ मैले इस्कुसबाट बन्ने भुटुवा अचारको रेसिपी सेयर गर्न गइरहेको छु। यसलाई चाहिँ बनाउनु पर्ने एकदमै सजिलो, छिटो र थोरै सामग्रीबाट पनि एकदमै मिठो तरिकाले बनाउन सकिन्छ अनि हेल्दी तरिकाले पनि बनाउन सकिन्छ। अब चाहिँ ढिला नगरी यसलाई बनाउनुतर्फ जाउँ। आवश्यक सामग्रीहरूबाट यहाँनिर मैले आलुलाई लिएको छु अनि एउटा इस्कुसलाई पनि लिएको छु। आलुलाई पनि मजाले धोएर लिएको छु, इस्कुसलाई पनि मैले मजाले धोइसकेको छु। अब यसलाई चाहिँ कटिङ गर्नुपर्ने हुन्छ। यदि इस्कुस कलिलो छ भने हजुरहरूले बोक्रा नछिलिकन पकाउन सक्नुहुनेछ अनि इस्कुस चाहिँ छिप्पेको छ भने बोक्रालाई यो तास्नुपर्ने हुन्छ। यो चाहिँ छिप्पेको भएर मैले यसलाई बोक्रा चाहिँ निकाल्छु सबै। आलु चाहिँ नयाँ हो, यसलाई चाहिँ हजुरहरूले नतासिकन पनि बनाउन सक्नुहुनेछ। म चाहिँ सुरुमा यो आलु र इस्कुसलाई कटिङ गर्छु। यहाँ चाहिँ मैले इस्कुसलाई मजाले तासिसकेको छु यसरी। अब यसलाई चाहिँ हामीले आफूलाई मनपर्ने सेपमा कटिङ गर्न सकिन्छ। मैले चाहिँ ठुल्ठुलो पिस बनाउन गइरहेको छु। मैले चाहिँ यहाँ ठुल्ठुलो पिस बनाएर कटिङ गरिसकेँ इस्कुसलाई। अब म आलुलाई पनि यसै गरी कटिङ गर्छु ठुल्ठुलो पिसमा। यहाँ चाहिँ मैले आलु र इस्कुसलाई यसरी ठुल्ठुलो पिसमा चाहिँ कटिङ गरिसकेको छु। यहाँ मैले प्लेटमा यसरी राखिसकेँ। अब यसलाई चाहिँ हामी बनाउनुतर्फ जाउँ। अब यहाँ चाहिँ मैले कराईलाई तताउन राखेको थिएँ, कराई पनि तातिसकेको छ। अब यहाँ तेललाई राखेँ। मैले चाहिँ यहाँ तोरीको तेललाई युज गरेको छु। हजुरहरूले पनि सकेसम्म चाहिँ यो अचार बनाउँदाखेरि तोरीको तेललाई नै युज गर्नुहोला, एकदमै स्वादिलो बन्छ। तेललाई अलि धेरै नै राख्नुपर्ने हुन्छ किनकि पानीलाई युज नगरिकन बनाउन गइरहेको छु मैले। तेललाई एकछिन तात्न दिनुपर्छ। यहाँनिर तेल तातिसकेको छ। मैले थोरै मेथी दानालाई राखेँ। यो हल्का फ्राई भइसकेपछि मैले दुईवटा सुकेको डल्ले खोर्सानी अनि त्यसपछि यहाँ चाहिँ लसुनलाई यसरी मजाले किचेर लिएको छु। अब यसलाई पनि यहाँ राखिदिने। यो लसुन र खोर्सानी यतिको फ्राई भइसकेपछि अघि यो तयार बनाएको इस्कुस र आलुलाई मैले यसमा राख्छु। अब चाहिँ मैले यसलाई राम्रोसँग चलाइदिन्छु। चलाइदिएपछि अब यसलाई राम्रोसँग यसरी छोपेर पकाउने। अब यसलाई चाहिँ फेरि चलाइदिनु पर्ने हुन्छ। बेला बेलामा यसलाई चाहिँ यसरी चलाइरहनु पर्ने हुन्छ। अब यसमा मैले बेसारलाई राखिदिएँ। बेसारलाई राखेर चलाइदिने।
चाहिँ पानी राख्नु हुँदैन। अब मैले स्वादअनुसार नुनलाई पनि राखिदिएँ। नुनलाई राखेर फेरि राम्रोसँग लाग्ने गरी यसरी चलाइदिनु। अब चाहिँ फेरि यसरी छोपेर यसलाई पकाउनु पर्ने हुन्छ। यहाँ चाहिँ फेरि एकपल्ट यसलाई चलाइदिउँ। यसलाई चाहिँ अझै हामीले पकाउनु पर्ने हुन्छ। यसलाई चाहिँ फेरि एकपल्ट चेक गरौँ। यहाँ चाहिँ एकदमै राम्रोसँग फ्राई भएर यो पाकिसकेको छ। आलु पनि यो इस्कुस पनि एकदमै राम्रोसँग पाकिसकेको छ। यतिको फ्राई चाहिँ हामीलाई चाहिन्छ। अब यसमा चाहिँ बाँकीको मसलाहरू मिक्स गर्न गइरहेको छु मैले। यहाँ चाहिँ मैले जिरा धनियाको पाउडर राखेँ। आलसको छोपलाई पनि राखेँ। यदि हजुरसँग छैन भने चाहिँ तिलको छोपलाई पनि राख्न सक्नुहुनेछ। त्यसपछि हरियो धनिया, त्यसपछि लेमनलाई पनि राखौँ। कतिको अमिलो मनपर्छ त्यही अनुसार राख्नु होला। अब चाहिँ यसलाई राम्रोसँग यसरी मिक्स गर्ने। ल हेर्नु त साथीहरू, एकदमै छिटो बनेर एकदमै मिठो तरिकाले चट्ट अमिलो पिरो मिलेको यो इस्कुस र आलुको भुट्टो अचार तयार भइसकेको छ। यहाँ चाहिँ मैले यसरी सर्भ गरिरहेको छु। ल हेर्नु त साथीहरू, हेर्दै कस्तो खाउँ खाउँ लाग्ने भएको छ। एकदमै स्वादिलो हुन्छ। इस्कुस मन नपर्नेहरूको लागि चाहिँ यो रेसिपी एकदमै बेस्ट हुनेछ। हजुरहरूले पनि एकपल्ट ट्राई गर्नुहोला। अनि हजुरहरूलाई मेरो यो रेसिपी कस्तो लाग्यो, मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानल नेपाली रेसिपी एन्ड ब्लगलाई सब्सक्राइब गरी छेउमै रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनु होला र घन्टीलाई अल गरिदिनु होला। यस्तै यस्तै मिठो र युनिक रेसिपीहरू हजुरमाझ आउनेछ। मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनुहुने हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो भिडियोलाई एन्ड गर्छु। बाई बाई गाइज, स्टे सेफ, स्टे ह्याप्पी। हजुरको दिन शुभ रहोस्। ह्याप्पी कुकिङ।